उस 8 अध्याय ती दिनमा फेरि एउटा ठुलो भिड जम्मा भयो, तर तिनीहरूसित खानेकुरा केही थिएन। तब येशूले चेलाहरूलाई आफू कहाँ बोलाएर भन्नुभयो, यस भिडलाई म चिट्याउँछु, किनभने यिनीहरू मसँग रहेका आज 3 दिन भयो र यिनीहरूसित खानलाई केही छैन। अनि यदि यिनीहरूलाई भोकै घर पठाए भने यिनीहरू बाटोमा मुर्छा पर्नेछन्। यिनीहरूमध्ये कोही कोही टाढाबाट आएका छन्। उहाँका चेलाहरूले उहाँलाई भने, यस निर्जन स्थानमा यिनीहरूलाई कसरी रोटी खुवाउने? उहाँले तिनीहरूलाई सोध्नुभयो, तिमीहरूसित कतिवटा रोटी छन्? तिनीहरूले भने 7वटा। उहाँले भिडलाई भुइँमा बस्ने हुकुम दिनुभए र 7वटा रोटी हातमा लिई धन्यवाद दिनुभएपछि रोटी बाँड्नुभयो र मानिसहरूका अघि राख्न भनी चेलाहरूलाई दिनुभयो र तिनीहरूले मानिसहरूका अघि राखिदिए। तिनीहरूसित केही ससाना माछाहरू पनि थिए र उहाँले आशीर्वाद दिएर ती पनि तिनीहरूका अगाडि राख्न लाउनुभयो। अनि मानिसहरूले खाए र तृप्त भए। अनि उब्रेका टुक्राहरू तिनीहरूले 7 डालाभरि उठाए। त्यहाँ प्राय 4000 मानिसहरू थिए। उहाँले तिनीहरूलाई बिदा गरी पठाउनुभयो अनि उहाँ चाहिँ आफ्ना चेलाहरूसँग तुरन्तै डुङ्गामा चढेर दलमनोथुवाको क्षेत्रमा जानुभयो। फरिसीले उहाँ आएर उहाँसँग बहस गर्न लागे र उहाँले परीक्षा गर्नलाई स्वर्गबाट एउटा चिन्ह मागे। आफ्नो आत्मामा लामो सास लिएर उहाँले भन्नुभयो, यस पुस्ताले किन चिन्ह खोज्छ? साँच्चै म तिमीहरूलाई भन्दछु, यस पुस्तालाई कुनै चिन्ह दिइने छैन। अनि तिनीलाई छोडी उहाँ फेरि डुङ्गामा चढेर पारीपट्टि जानुभयो। चेलाहरूले साथमा रोटी बोक्न बिर्सेका थिए र डुङ्गामा तिनीहरूसित एउटै मात्र रोटी थियो। येशूले चेलाहरूलाई यसो भनेर चेतावनी दिनुभयो, तिमीहरू फरिसीहरूको खमीर र हेरोदको खमीरदेखि सतर्क रहो। तर तिनीहरूका साथमा रोटी नभएकोले यसोले यसो भन्नुभएको हो भनी तिनीहरूले आपसमा बहस गर्न लागे। यसोले यो थाहा पाएर तिनीहरूलाई भन्नुभयो, तिमीहरूसित रोटी छैन भने किन तिमीहरू बहस गर्दछौ? के तिमीहरू अझै पनि देख्दैनौ वा बुझ्दैनौ? के तिमीहरूको मन कठोर भएको छ? आँखा भए तापनि के तिमीहरू देख्दैनौ? कान भए तापनि के तिमीहरू सुन्दैनौ? के तिमीलाई याद छैन जब मैले 5वटा रोटी ती 5000का बिचमा भाँचे थिएँ, तब कति डालाभरि टुक्रा टाक्रीहरू तिमीहरूले उठाएका थियौ? तिनीले उहाँलाई जवाब दिए, 12। अनि जब ती 7वटा रोटी 4000का बिचमा भाँचेको थिएँ, तब कति डालाभरि टुक्रा टाक्रीहरू तिमीले उठाएका थियौ? तिनीले उहाँले भने, 7। उहाँले तिमीलाई भन्नुभयो, तब के तिमीहरू अझै बुझ्दैनौ? त्यसपछि उहाँ बेतसेदा आउनुभयो र मानिसहरूले एउटा अन्धो मानिसलाई उहाँका ल्याए र त्यसलाई छोइदिनुहोस् भनी उहाँसँग बिन्ती गरे। उहाँले त्यस अन्धो मानिसको हात समातेर त्यसलाई गाउँबाट बाहिर ल्याउनुभयो र त्यसका आँखामा थुकेर त्यसमाथि आफ्ना हात राखी त्यसलाई सोध्नुभयो, के तिमी केही देख्छौ? अनि माथितिर हेरेर त्यसले भन्यो, म मानिसहरूलाई रुखहरू जस्तै हिँडिरहेका देख्छु। तब उहाँले फेरि त्यसका आँखामा हात राख्नुभयो र त्यसले एक टक लाएर हेऱ्यो। त्यसले आफ्नो दृष्टि प्राप्त गर्यो र सबै थोक छर्लङ्ग देख्न लाग्यो। तब उहाँले त्यसलाई गाउँतिर नपस्ने हुकुम गरी त्यसको घरमा पठाउनुभयो। येशू र उहाँका चेलाहरू कैसरिया फिलिप्पीका गाउँहरूमा जानुभयो। बाटोमा जाँदै गर्दा उहाँले आफ्ना चेलाहरूलाई यसो भनेर सोध्नुभयो, मानिसहरूले के भन्छन्, म को हुँ? तिनीहरूले उहाँले भने, कसैले भन्छन् बप्तिस्मा दिने यूहन्ना, अरूहरूले एलिया अनि अरू कतिले भन्छन् अगमवक्ताहरूमध्ये एकजना। तब उहाँले तिमीलाई सोध्नुभयो, तर तिमीहरू चाहिँ के भन्छौ, म को हुँ? पत्रुसले उत्तर दिए, उहाँलाई भने, तपाईँ ख्रिस्ट हुनुहुन्छ। उहाँले तिनीहरूलाई उहाँको विषयमा कसैले केही नभन्नु भनी आज्ञा दिनुभयो। मानिसको पुत्रले धेरै दुःख भोग्नु र धर्मगुरुहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूबाट इन्कार गरिने र मारिनु अनि 3 दिनपछि जीवित भई उठ्नु आवश्यक छ भनेर उहाँले तिनीहरूलाई सिकाउन लाग्नुभयो। यसरी उहाँले यो कुरा स्पष्टै भन्नुभयो। तर यो सुनेर पत्रुसले उहाँले एकातिर लगेर हकार्न लागे। तर फर्केर आफ्ना चेलाहरूलाई हेरी पत्रुसलाई उहाँले यसो भनेर हप्काउनुभयो, ए शैतान, मबाट हटिजा, किनकि तेरो मन परमेश्वरपट्टि छैन तर मानिसपट्टि छ। तब उहाँले आफ्ना चेलाहरूका साथमा भिडलाई आफू कहाँ बोलाएर तिनीहरूलाई भन्नुभयो, कोही मानिस म पछि लाग्ने इच्छा गर्दछ भने उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रुस उठाएर मेरो पछि लागोस्। किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ त्यसले त्यो गुमाउनेछ, तर मेरो र सुसमाचारको निम्ति आफ्नो प्राण गुमाउनेले त्यो बचाउनेछ। किनभने मानिसले सारा जगत हात पारेर आफ्नो प्राण गुमायो भने त्यसलाई के फाइदा हुन्छ? अथवा मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ? अनि यस व्यभिचारी र पापी पुस्तामा जो मदेखि र मेरो वचनदेखि शर्माउँछ, मानिसको पुत्र पनि आफ्ना पिताको महिमामा पवित्र दूतगणहरूसँग आउँदा त्यसदेखि शर्माउनेछ।